हेलो एभ्रिवान वेलकम ब्याक टु माई अनदर भिडियो। मेरो चाहिँ मर्निङको सुरुवात आज छिट्टै भन्दा पनि छिट्टै भइसकेको छ। घरहरू सबै मैले बढालिसकेर पनि अब चाहिँ म घर पुस्नु आँटेको। अन्त चाहिँ घर पुस्नुभन्दा पहिला चाहिँ म चाहिँ फ्यान जोड्छु नि त। मेरो बाहिरको रुममा चाहिँ फ्यान छैन, अन्त फ्यान जोड्छु। किन भन्दाखेरि चाहिँ पुस्दा पुस्दै सुकिहाल्छ भनेर हो। फेरि यता र उता नानी पनि हिँड्छ, बुढो पनि हिँड्छ, फेरि पुसेको र नपुसेको एउटै हुन्छ, मैला न मैला। अन्त मनै पर्दैन मलाई जस्तो चाहिँ। त्यो भएर चाहिँ म चाहिँ फ्यान जोडिहाल्छु। अन्त चाहिँ तपाईँहरू कसरी पोचा लगाउनुहुन्छ है घरमा, स्टार्ट कहाँबाट गर्नुहुन्छ? म चाहिँ मेन डोरबाट स्टार्ट गर्छु हो। घरको मूल दैलोबाट स्टार्ट गर्नु भनेर भन्थ्यो नि त हाम्रो चाहिँ पहिला। अनि मेरो अजीले चाहिँ घर लिप्दा पुस्दा चाहिँ यसरी अगाडिबाट घरको दैलोबाट चाहिँ पुस्नुपर्छ, भित्रबाट बाहिर लिनु हुँदैन, बाहिरबाट भित्र लानुपर्छ भनेर भन्नुहुन्थ्यो नि त हो। अन्त मलाई जहिले घर पुस्दाखेरि चाहिँ मलाई टक्कै त्यो अजीले भन्नुभएको बात याद आइहाल्छ हो। जहाँ मान्छे मर्न गएको जति नै वर्ष भए पनि हामीले कतिवटा बातहरू चाहिँ है, सिकहरू भनौँ न, उनीहरूले दिएको हामीलाई सिकहरू चाहिँ हामीले कहिले बिर्सिन सक्दैन रहेछ जस्तो लाग्छ मलाई चाहिँ। अलिकति कसैले केही भन्यो भने पनि त्यस्तो कुराहरू अब याद भइरहेको हुन्छ, यादै रहेको हुन्छ। हाम्रो शाखा सन्तान है, बाजे बोजूको कुराहरू यादै रहेको हुन्छ मलाई चाहिँ हो। अन्त मैले यति नै गर्दै सम्झिँदै अजीलाई पनि मिस गर्दै मैले चाहिँ घर पुस्नु थालेँ। रुम सबै पुसिसकेर चाहिँ म चाहिँ बेसिन र ऐनालाई धुनुको लागि आएँ। अन्त फर्स्टमा चाहिँ मैले बेसिन धुँदै थिएँ। मेरो मात्रै हो कि तपाईँहरूको पनि हो? बेसिन चाहिँ मलाई चाहिँ डेली मैला भएको जस्तो लाग्छ। जति आज धोइरहेको हुन्छु, अब भोलि हेर्दा फेरि पनि मैला लागिहाल्छ। अलिकति मैला पनि मलाई बेसिन चाहिँ फेरि ट्याक्कै मन पर्दैन, सफा भएको पनि मनपर्छ। ऐना र बेसिन चाहिँ यसो मुख धुँदा फ्रेस हुने जग्गा यही हो है। यसो हेर्दाखेरि पनि राम्रो देख्यो भने चाहिँ आफूलाई पनि मर्निङको सुरुवात राम्रो हुन्छ नि त भनेर चाहिँ म चाहिँ डेली नै यो पुस्ने र धुने काम चाहिँ मेरो बेसिनको चाहिँ डेली नै गर्छु। बेसिन पुसिसकेर चाहिँ मैले ऐनामा कोलिन लगाएर पहिला अलिकति कपडाले पुसेर त्यत्तिकै छोडिदिएँ। अन्त साइडको पनि यो टाइल्सहरू पनि अलिअलि पुसेँ। यो टाइल्स पुस्दा पुस्दै यो ऐना पनि अलिअलि सुक्दै जान्छ हो। म चाहिँ त्यसरी पुस्छु। अलिअलि सुकेपछि चाहिँ अब चाहिँ यो ऐनालाई चाहिँ न्युज पेपरले पुस्छु। न्युज पेपरले चाहिँ पुस्दाखेरि चाहिँ सफा भएको जस्तो लाग्छ मलाई चाहिँ। टिलिक्क एउटा कुनै उयोहरू छोडिँदैन नि त, त्यो दागहरू छोडिँदैन। अन्त चाहिँ म चाहिँ न्युज पेपरले पुस्छु। अन्त त्यो पुसिसकेर चाहिँ मेरो किचन चाहिँ आज म पोसेकै थिइनँ। अन्त बेलुका माझेको भाँडाहरू चाहिँ यत्तिकै चिलैले थियो। अन्त यसलाई म थन्काउनु थालेँ। यसलाई भटाभट थन्काएर चाहिँ किचनमा अलिकति भए पनि सनाकसिनिक पार्दै थिएँ। बिहान खाएको यो चियाको कपहरू यतिकै थियो। अनि अलिअलि भएको भाँडाकुँडा थन्काइ पारेपछि चाहिँ त्यहाँदेखि मेरो फेरि बिहानको अलिकति रकको यो कपहरू एक दुईवटा कप रेयर कुकर चाहिँ माझ्नु थालिहालेँ। अलिकति भएको पनि भाँडा माझिहाल्नु मनपर्छ नि त। म चाहिँ अलिअलि एकरास थुपारेर चाहिँ माग्नु अल्छी लाग्छ। अन्त अलिकति भयो कि माझिहाल्छु म चाहिँ। भाँडाकुँडा माझ्नु पारेर चाहिँ म चाहिँ फेरि मैले एक राउन्ड घर बढालेँ। सधैँ म चाहिँ घर पुसेपछि चाहिँ एकपल्ट फेरि मेरो बढाल्ने आदत नै छ। त्यही भएर मैले एक राउन्ड घर बढालेर चाहिँ सबै मैलाहरू उठाएर अब चाहिँ मैले यो कार्पेटहरू ओछ्याउन थालेँ। मैले बेड माथि राखिरहेको थिएँ। यो चियरहरू पनि पुस्दाखेरि चाहिँ म सबै माथि राखेर पुस्छु नि त। अन्त यसलाई पनि मिलाइ पारेँ। त्यहाँदेखि अलिअलि बेडहरू टुक्टै पारेँ। र आजको भिडियो यति नै। थ्याङ्क यू सो मच फर वाचिङ। सी यू इन द नेक्स्ट भिडियो। बाई बाई।